आज पूर्व प्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपोजल गरिरहेछ। सेनाले भन्यो 23 गते जम्मा 19 जना व्यक्तिको मृत्यु भयो। हाम्रो अध्यक्षज्यूले भन्नुभयो मैले मन्त्री परिषदको बैठक डाके, छानबिन आयोग बनाए र मैले सबै मृतकहरूलाई क्षतिपूर्ति दिनेदेखि लिएर उनको परिवारलाई क्षतिपूर्ति दिने सहित घोषणा गरेको कुराको निर्णय गरे। 24 गते जब हाम्रो इन्स्टिट्युसन हाइज्याक गरियो, प्रहरी सेना सबै हाइज्याक भए, युवाहरूको दिमाग हाइज्याक भयो, सारा ध्वंस सिंहदरबार सर्वोच्च अदालत र सदन जलाउने षड्यन्त्र भयो। त्यस पछाडि मैले राजीनामा दिएँ। म यी प्रश्न उठाउने साथीहरूलाई सोध्न चाहन्छु कि बालन आऊ, बालन नआए रवि लामिछाने जेलबाट भाग भनेर उकास्ने को कसको स्ट्याटसले यिनी उकासिए र रवि लामिछानेले 14,000 कैदी सँगसँगै आफू निस्के र उनी निस्किँदा 10,000 कैदीहरू मरे। त्यो मध्येको 2 जना कैदी, एउटा काभ्रे गएर श्रीमती मार्यो, एउटा धादिङ गएर आमा मार्यो। त्यो भाग्ने क्रमको 10 जना कैदी र त्यो आमा र श्रीमती मार्ने त्यो 2 जना गरेर 12 जनाको हत्याको जिम्मा रवि लामिछानेले लिनुपर्छ, बालनले लिनुपर्छ। यिनीहरूलाई उकास्ने राजीव खत्रीदेखि लिएर निश्चल बस्नेदेखि लिएर त्यो एउटा हाँस्य कलाकार छ के पन्त भन्ने, यी सबले लिनुपर्छ।